Ramita, what is happening? Good morning. Good morning. हामीले चिया र नास्ता खाँदैछौँ. नास्ता खाजा खाँदैछौँ हामीले. पूजापाठ गरेर सकिसक्यो. अब हामी नास्ता खाँदैछौँ गाइजहरू. मैले पानीसित उसले चियासँग. ल साथीहरू, अब दिउँसो भयो. अब नास्ता खाएर भयो हाम्रो. अब हामीले नास्ता आज के खाने हो? आज चटपट बनाउनु लागेको. आज चटपटे खाने अरे. ल रुवा लाग्छ तर चटपटे चाहिँ खानुपर्छ. अमिलो पिरो ट्वाक्क खाएपछि रुवा सुवा च्वाट्ट जान्छ. ल यहाँ साथीले के राख्यो? के राख्यो रमिता? सबै राख्यो. प्याज टमाटर राखेको. प्याज टमाटर अदुवा लसुनको पेस्ट र चिनी थोरै चिया. साथीहरू भुजा देखेको छ तर यो तलबाट चाउचाउ छ है. यहाँ उहाँ उताबाट एस्थेटिक भिडियो बनाउनलाई फेरि रमिता अल टाइम रेडी. एनी टाइम रेडी. एनी टाइम अल. चटपटे इज रेडी. अब यहाँ यति नुन राख्ने अरे. सिम्पल चटपटे. ल साथीहरू. ल है साथीहरू, हाम्रो यहाँ रुममा रोटी पाक्दैछन्. यो फर्स्ट रोटी भएर डुनर जस्तो रोटी राम्रो हुँदैछ. रमिताले बेल्दैछिन्, म पकाउँदैछु. यो खास भिडियो चाहिँ आज एकादशीका दिनको हो. उहाँ भगवान्जीलाई पूजापाठ गरिसक्यो. आज दिनभरि केही पनि नखाएको. हामीले साँझ रोटी पकाएर खान थालेको. तर यो अपलोड चाहिँ कहिले हुन्छ भन्ने कुरा हामीलाई थाहा छैन. उप्स्यो भाइ साथीहरू रोटी. यताबाट डढे जस्तो देख्यो. अस्तिदेखि चाहिँ भ्लगिङ गरेको छैनौँ. सो अब हामीले 3 दिनसम्म लगातार के खाजा खायौँ भनेर देखाउँदैछौँ. आजको खाजा चाहिँ रोटी पाकिसक्यो. चना र आलु भुट्ने. यहाँ बबिताले भुट्दैछिन्. पकाउनमा एक्सपर्ट हो अरे. यहाँ हेल्पिङ ह्यान्ड फेरि यता छन् 2वटा हेल्पिङ ह्यान्ड. आलु काटिसक्यौँ. चना पनि दिएँ अनि प्याज काट्यो. यहाँ चाहिँ तेल राखिसक्यौँ. ग्यास पनि बोलेछ. अब यहाँ जिरा पुऱ्याउने. अनि जिरा पुऱ्याउने. पटपट पड्कियो जिरा. त्यसपछि प्याज पुऱ्याउने. अनि आलु भुट्ने. यो 2 चिरा पारेर हाल्ने कि के गर्यो? यहाँ आलु अब फ्राई. उता मसला फिटिङ. अब यहाँ आलु फ्राई भइसक्यो. अब हामी चना राख्ने. चना र मुङको दाल. घिउमा फेरि घिउमा रे रोटीमा. यहाँ रोटीमा फेरि घिउ लगाएर सक्यो. घिउ लगाएपछि रोटी फेरि उक्सेर बल जस्तै बने हन् गाइजहरू. यो रुमभरि यो घिउको स्मेल कस्तो राम्रो आइरहेको. तर स्मेल भिडियोमा बनाउन नमिल्ने, क्याप्चर गर्न नमिल्ने. सो स्याड. तर घिउको बट्टा चाहिँ क्याप्चर गर्न मिल्छ. त्यही भएर मैले क्याप्चर गर्दै. तुलसीले मोबाइल हेरिन्. जब तुलसी जान्छ भयो भन्दा सोध्ने हो कि अरू जे बिरामी भयो नि सन्चो भयो. आजकल डायरिया चाहिँ पुरै छक्क. 100% क्लियर. हामीले राखिसक्यौँ. कस्तो भएछ तुलसी? दामी भयो. मैले यतिकै होइन नि त पकाउनमा एक्सपर्ट भनेको. आजको हाम्रो खाजा यही हो गाइज. चिल्ला रोटी चिल्लो सब्जी. यस. वाउ.
वाउ इटिङ सानो रोटी नो आई डिडन्ट ठुलो रोटी बडा रोटी ल हामी चाहिँ अब साँझतिर बाहिर डुल्न निस्केको दिज टु आर माई फ्रेन्ड दिज टु आर अवर फ्रेन्ड होइन है त्यस्तो फेरि आम टु मजाक केही होइन क्रिकेट स्टेडियमभन्दा माथि अर्को क्रिकेट खेल्ने ठाउँ हो यहाँ चाहिँ अलवेज कति धेरै मान्छे क्रिकेट खेलेको हुन्छ हामी 10 चोटि भन्दा धेरै गयौँ होला है हामी म्याच हेर्न हामीलाई त सबैले चिन्थे लुम्बिनीका फ्यान भनेर सिरियसली जहिले पनि जाने ओके दिस इज आवर एक्स होस्टेल हामी पहिला चाहिँ यो होस्टेलमा बस्थ्यौँ आजकल भर्खरै सरेर न्यू होस्टेलमा सिफ्ट भएको यो पनि अर्को होस्टेल रहेछ एक्स होस्टेल भने 500मा किनेर 5000मा बेच्यौँ ल गाइजहरू दिस इज क्रिकेट स्टेडियम एनपिएल हुने यहीँ होला एनपिएल म्याच हेर्न आउँदाखेरि यहीँ आउनु होला हाम्रो होस्टेलदेखि एकदम नजिकै छ कस्तो राम्रो देखिएछ तर यहाँ म्याच हुँदा चाहिँ एकदम रमाइलो हुन्छ यहाँ बाहिर फुटसल पनि लाग्छ मेरो साथीहरू पछाडि नहेरी कुदी जान्छन् टियुको ब्याकग्राउन्ड हो साथीहरू यो कस्तो लागिरहेको त आउँदा ठुलो खेत भएको छ एग्रिकल्चर पढ्ने स्टुडेन्टहरू धेरै हुनुपर्ने तर यहाँ अरू डिपार्टका धेरै स्टुडेन्टहरू त्यहाँ चाहिँ हाम्रो डिपार्ट ट्याक्कै केमिस्ट्रीको चाहिँ देखिन्छ अनि त्यो साइडमा बोटनीको पनि छ ल यो नयाँ वाइटवाला चाहिँ बायोटेकको यो त होइन इन्भाइरोमेन्टल साइन्स देखेको छ तिमीले के देख्यौ भने ए रुक ल के भयो जस्तो भयो अरे हामी चिया स्टेसन जाँदा तिमीहरू त खालि पछाडिबाट देख्यौ हो अगाडि हेर यता हेलो गाइस भ्लग बनाउने मान्छे अगाडि गएर बनाउँछन् क्या होइन पछाडिबाट नि झन् सबैका कपाल ओहो उडेर त्यही भएर मैले खालि पोको नपार भन्छु त्यस्तो राम्रो कपाल छ सबसे सानो कपाल त मेरो रहेछ अनि त्यही पनि राम्रो देखियो कपाल नै राम्रो देखिने सानो हो यो कपाल चाहिँ नराम्रो हो यहाँ चाहिँ मकै लगाएको रहेछ कस्तो राम्रोसँग उडेको सबै यहाँदेखि चाहिँ देखिन्छ ल हाम्रो डिपार्ट पारी एन्ड वी आर वारी नर्मल मान्छे कोही छैनन् ए हामी कहाँ आयौँ चिया स्टेसनमा आयौँ दिस इज आवर डेस्टिनेसन त्यहाँ हो यहाँ चाहिँ डेटिङ पनि आउँछन् त गाइज यो सबै दुईजना बसेको डेटिङ बसेको केटा नि डेटिङ बस्छन् कि एकदम दिस इज द पार्टी अफ बबिताज बिकज सी गट स्कलरसिप एबाउट 30,000 युजिसी होइन कलेजको सी इज टपर नि त द्याट्स राइट आफूलाई कसले भन्नुहोस् न यसले आफूले 35,000 उता 30,000 टपर भएर ल गाइजहरू हामीले फर्स्टमा चाहिँ कुल्फी खायौँ ल यो चाहिँ मेरो पार्टी ल यो कुल्फी चाहिँ मेरो पार्टी ल हाम्रो चटपट पार्टी सुरु भयो ल रोशनाले चाहिँ छुट्टै वा
ए त्यही भएर पो साँच्चै बेच्चाउँछ भनेर तिनले खानु नभए तिनले किन एक्लै खाइन् यति खान मन लाग्छ बर्ड फाइनली हामीले उयो जस्ट कम्प्लिटेड आवर चटपटे कस्तो लाग्यो रोस्ना तिमीलाई कस्तो लाग्यो टेस्टी हेर अनेस्ट रिभ्यू तुलसीलाई फर्स्ट टाइम कस्तो लाग्यो ठिकै लाग्यो तर अलि अमिलो कम बबितालाई कस्तो लाग्यो जस्तो मिठो लाग्यो तर मलाई त मिठो लाग्यो ल गाइजहरू मलाई चाहिँ मिठै लाग्यो मिठो लाग्यो भएछ ठिकै थियो तर नमिठो भन्न मिल्दैन नमिठो त हामीले पनि भन्यो भने खासै मिठो थिएन भनेको पहिला भन्दा अलिक कम थियो ठिकै छ ल पैसा तिर्ने रमिताको पार्टी नाक देखाइदियो अहिले पैसा त मैले तिर्थेँ तर पैसाभरि यता छ क्या फेरि म दिन्छु यहाँ चाहिँ भलिबल खेल्दैछन् गाइजहरू कस्तो राम्रो ग्राउन्ड यहाँ यति धेरै भलिबल खेल्छन् जहिले सुकै खेल्छन् म त डराएर भागेर कुदेँ यो चाहिँ सबै टियुको क्वार्टर हो यहाँ चाहिँ टियुमा पढाउने प्रोफेसरहरू बस्नुहुन्छ सबै सेम टाइपको रुम जस्तो देखिँदो रहेछ यहाँ चाहिँ घरहरूको डिजाइन पनि एकदम युनिक राम्रो रहेछ यहाँ चाहिँ मन्दिर छ साँझमा आरती हुने रहेछ हामी नयाँ बजार गर्न आएको त्यहाँ कम्पिटिसन छ बेलुकी 100मा 1.5 केजी र 2 केजीले गाइजहरू पहिला सुरु पुरै देखाउनु पर्यो नि उता जाउँ त्यो पाएँ 350 कति रे 350 400 पछि 450 के नलेखौँ जस्तो हुन्छ अब दसैँ गाइजहरू हामी बार्गेनिङ गर्छौँ कति पर्ने रहेछ यो होइन एक्सेल हो एक्सेल होइन एल हो एल र एल भनेको त्यही हो ल गाइजहरू आज हामी धेरै डुल्यौँ कोही पनि बोलेन सपिङ पनि गरिदियो आवर न्यू सपिङ उता पनि छ सृष्टिका हात यति धेरै चाउचाउ खान्दै गाइजहरू खाएर जानुपर्छ छ त हामीले चाउचाउ देखेको ल अब हामी हेर है साथीहरू यो चाहिँ टियु स्टेडियमको ग्राउन्ड हो रमिताले पोहोरबाट होइन है म धेरै पहिलादेखि पोहोरदेखि म एक्सपर्ट भएको पोहोरदेखि मैले लाइभ हेरेको भन न पोहोरदेखि म लाइभ हेरेको तिमीहरू अँधेर काला देखेछौ अहिले नबोलाऊ